So hello guys, once again welcome back to my another episode. It's your boy अनमोल लिम्बू. आज फेरि हजुरहरू सामु प्रस्तुत भइसकेको छु. हजुरहरू सामु आइसकेको छु. अहिले चाहिँ मिड डे भइसक्यो हैन. मेरो चाहिँ यहाँ काम आइरहेछ क्या. एकछिन पढ्दै गरेको क्या. पुरै के भन्छ त्यसलाई हेमसेल पढेको कि दिमाग खराब केही आएन. बुक प्याक गरेर बरु काम सघाउँछु भनेर मम्मीसँग काम गर्न आएको. अलमोस्ट यो झारहरू निकाल्नु पर्छ. मकैबारी मकैहरू पनि यत्रो रहेछ. सबै सुगाले हानिदिइरहेको छ. यहाँ बिटा चाहिँ खाइसकेन छ. यति बाँकी नै छ पुरै हो. मम्मीले एडिट गरिसक्नु भएछ. अब अरू गर्नु पर्ने. किप वाचिङ होइन. मेरो औजार पनि यहाँ छ. अनि आइएम फुल्ली प्रिपेयर्ड होइन. ठ्याक्कै यस्तै लागेपछि छु. ठ्याक्क के भन्छ ब्याङ्क लुट्ने मान्छे जस्तो देखिन्छ. ब्याङ्क लुट्न जानु पर्ला. ब्याङ्क लुट्न जानुपर्ने हुन्छ एक दिन. के पछमी बोल्नु पनि खासै मुडमा छैन. आज अलिक बोरिङ डे भइरहेछ क्या. त्यही भएर काम गर्न आएको क्या. अल्छी लाग्यो भने काम गर्छु म. हल्का कस्तो भन्नु म डिफ्रेन्ट छु अरूभन्दा. अल्छी लाग्दा अरू सोध्छ भने म चाहिँ काम गर्छु क्या. अनि जोस आउँदाखेरि चाहिँ म अरू नै गरिरहेको छु. काम चाहिँ गर्दिनँ. जम्मा एक्जाम गरेको अल्छी लाग्छ. के हुन्छ भन्छ. बल्ल पसिना चाहिँ आउँदैछ. अब अलिक जोस चल्छ होला. पसिना नआए त फाकमा त अल्छीले गिट्टी हुन्छ. मैले बरु हान्दै बस्छ. पुरै के भन्छ डाकु भइरहेछ मलाई. घाम पनि ठ्याक्क लागिरहेछ. मिड डे नै भइरहेछ अहिले. लगभग 12 साढे 12 हुँदै होला. धेरै छैन. त्यसै 20 मिटर जति होला. 20 25 30 50 मिटरै रहेछ. 50 झन्डै छ होला. 20-30 मिटर गर्नुपर्ने. एकछिन बसे जस्तो गरेको. अब काम धमाधम गरिन्छ. त्यसपछि के हुन्छ निस्केर विचार गरौँला. आज सकिँदैन सबै त. जहाँसम्म सकिन्छ त्यहाँसम्म गर्ने हो. 1-2 घन्टा कति घन्टा गर्न सकिन्छ. त्यसपछि म के हुन्छ हजुरहरूलाई देखाउँछु मेरो डेली लाइफको डेली ब्लग. म खासै काम गर्न सक्दा चाहिँ मान्छे होइन. हेरेरै चित्त बुझाउनु होला. मसँग बेगर आउँदैछन् लास्टै अभागी हुन्छ. आई एम नट एबल टु डु दिस लिटल वर्क. अरू त के भनेर तर खुबी चाहिँ मेरो मालिक हुनेछ क्या. लेबर गर्ने होइन. म काम चाहिँ त्यति मात्रै गरेको. आज यो रुख छेउछाउमा यहाँदेखि सर त्यहाँ यस्तो काम चाहिँ मलाई लास्टै अल्छी लाग्छ कि. मिलो नसर्ने काम मलाई साह्रै अल्छी लाग्छ. त्यही भएर खासै जागर चलेन. एकछिन गरेँ. त्यो पनि अल्छी लागि भए पनि गरेँ. त्यतिको गरियो नसोचेको. अनि हाम्रो चाहिँ आँप फुलिसक्यो ल. बबाल फुलिरहेछ. एकछिन झरिहाल्छ. हावाले सबै फाक भइहाल्छ. खाने बेला सबभन्दा छिटो फुल्छ अनि सबभन्दा ढिलो पाक्छ. म्याउ अच्छा से हेलो नक्कल बलेर फाक बलाङ बोर अङ्कलले यहाँनिर मकै पाक्दैछ. सफाउन थाल्दैछ पानी. अब नआउने हो. के सक्छ अङ्कल त्यत्रो नआउने हो. सफाइ हुने हो. अनि फेरि म हजुर सामु आउनेछु. त्यति मिनटको लागि छोटो ब्रेक गरेपछि मकै खाएको दामी गर्नु रहेछ. वर्षै कति वर्ष भएको थियो भयो मैले मकै नखाएको क्या. दामी लोकल दामी हुँदैछ. मकै खान तरिका चाहिँ यस्तो ठ्याक्क हाल्नु.
यस्तो पक्रिने हो यसै हामी हो हात ठडाउनु गलिन्छ मुखमा कालो लाग्यो भने सरी पदार्थ यो चाहिँ हाइब्रिड हो दिस वान इज लोकल टमाटर चाहिँ दामी फलेको छ तर घर किचन घरको बिचमा भयो सानो खालको टमाटर दामी हुन्छ अचार यस्तोको यहाँ आइज घर चाहिँ खतै छ अङ्कलले पुरै भला राख्नुभएको छ बोडीहरूको किचनमाथि यस्तो कालो हातले मकै खाँदै गरेको किरा परोस् लाग्यो यत्रो किरा सानो छैन त किरा त नि किरा हातमा घर पनि कति हेर्नु भनेर वाक्क लागिरहेको होला तपाईँहरूलाई घर यस्तो छ सानो घर देखाउने हो कस्तो टायर्डनेस भएर होला बोल्नु पनि खासै आइरहेको छैन मलाई त्यो अनि साँच्ची यहाँ माथिल्लो घर मामाको पनि बोजू नै हो बोजू चाहिँ बिरामी हुनुभएछ एज पनि हुनुभयो अनि अस्तिदेखि नै बिरामी हुन्थ्यो आज चाहिँ अलिक साह्रै भएर अस्ति लानुभएको रहेछ अन्त के हुन्छ भन्छ रिजल्ट के भन्छ रिजल्ट पेपर होइन रिपोर्ट पेपर के आउँछ भयो थाहा हुन्छ डिटेलली अलिक गाह्रै भयो भनिदिन्छ आँखादेखि ब्लड निस्क्यो भन्दै हुन्थ्यो यस्तो घोप्टेर घर मेरो हामी चाहिँ यसरी लस्करै रोप्नुपर्छ क्या कतिले रोपेको छैन होला कतिले थाहै छैन होला मकै त्यही गाडीमा रोप्दै बोट त दिएको छैन होला कतिले मकैको बोट होइन ठ्याक्कै त्यो गाडीमा बेच्न आउँदैन त्यतिखेर मात्रै देखेको होला यस्तो हुन्छ है मकैको बोट रोप्दा चाहिँ स्टार्टिङ पोइन्टमा यस्तो छ अलिअलि आउँदैछ त्यहाँ हरियो यस्तोभन्दा कति टाइम पनि लाग्दैन 1-1.5 महिना पनि भइहाल्छ हाइब्रिडहरू चाहिँ तर घोगा लाग्नु चाहिँ टाइम लाग्छ चराहरूले गिद्दी गर्छ नि खेदाउनु पर्ने हुन्छ सबै खाइदिन्छ न त फाइनल्ली आई एम फुल्ली फ्रेस नाउ होइन अब आजको काम चाहिँ गरिसक्यो अनि म एकछिन नुहाएर फ्रेस भएर रिल्याक्स भएर बल्ल भिडियो बनाउँदैछु थोरै काम थियो मेरो आफ्नै काम यो यता घरको काम सकेर त्यो के भन्छ गोडिसकेर यहाँनिर मेरो नुहाइसकेर फेरि थोरै काम थियो त्यही भएर अलिकति डिले भयो मिड डेदेखि अहिले लगभग रात 2 घन्टा मात्रै बाँकी होला 3-4 बजीसक्यो हो समथिङ 4 बज्यो होला 3:30 भयो कि 4 बज्न आँट्यो त्यस्तो भइसक्यो टाइम पनि अब आजको भ्लग पनि यस्तै भयो आई क्यान गिभ यु मोर देन दिस होइन माई डेली लाइफ जे छ त्यो देखाउँदैछु अनि कति कुरा चाहिँ सबै कुरा देखाउनु पनि हुँदैन क्या कति कुराहरू क्राइड एरियामा त्यो हिडन नै हुनुपर्छ अन्टिल इट बिकम सक्सेस होइन त्यो पछि थाहा हुन्छ मेबी आई एम मेकिङ द बम होइन जे पनि हुनसक्छ नि द्याट्स द सेक्रेट होइन अब त्यो सक्सेसफुल भइसकेपछि चाहिँ तपाईँहरूलाई म पनि देखाउने छु कृपया हेर्दै गर्नु होला मेरो एउटा प्रोजेक्ट टु बी सक्सेस किप वाचिङ मी किप लभिङ मी होइन यसरी नै भ्युजहरू ग्रो भइराखेको देख्दाखेरि धेरै नै खुसी लाग्छ अनि मेरो मेन्टालिटी के भन्नु मेरो सोच चाहिँ यहाँसम्मको होइन क्या मेरो यहाँसम्मको छ होइन अहिले 60-100 भ्युज छ द्याट्स न केही छैन आइ एम डुइङ ग्रेट होइन के भन्नु आई एम इम्प्रुभिङ डे बाई डे one day for sure views gonna be over the 100K and I got silver play bottom gold play bottom एउटा बाँकी नै छ त्यसपछि हाम्रो बेग्ला छ मेरो ठ्याक्क ट्याच ड्रिम होइन एन्ड आइम गोना एचिभ द्याट भन्दै मेरो आजको भ्लग यहीँ टुङ्ग्याउने छु
हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। कृपया यसरी नै जोडी राखिदिनु होला। यसरी नै नयाँ सकेसम्म नयाँ अपडेट गर्ने खोज्ने प्रयासमा छु। भिडियोहरू यसरी नै आइरहेको छ, कृपया जोडी राख्नु होला मेरो ब्लगमा भन्दै फेरि भेट्ने बाचा गर्दै अब 1-2 दिनको लागि म उजेल हुनेछु।